हेलो एभ्रिवान, नमस्ते। फेरि पनि म आइसकेको छु अर्को भिडियो लिएर। आज चाहिँ हामी अब साथीहरू मिलेर पारी टी टावर भन्नेमा चाहिँ ड्राई पिकनिक खान गइरहेको छौँ। मलाई चाहिँ साथी लिन आइसकेको छ, मेरो साथी लगन देख्न सक्नुहुन्छ तपाईहरुले। अब हामी चाहिँ यहाँ दाजुभाइ यहाँबाट लाग्छौँ विमानतर्फ। दुईजना साथीहरू त्यहाँ वेट गरिरहेछन् हामीलाई। सो अब हामी यहाँबाट चाहिँ हिँड्यौँ, विमानमा गएर चाहिँ हामी घुम्नेछौँ। फाइनल्ली हामी चाहिँ विमान खोला अब क्रस भएर विमानको बजार एरिया छिर्दैछौँ। किनकि केटाहरू चाहिँ माथि बजारमा छन् रे, आदर्श होटेलमा छु। आयो केटा हो भने माथि आदर्श होटेलमा केटाहरू अर्डर दिँदैछन्। मोमो अब मोमोसम्म के छ त्यहाँ अर्डर दिँदैछन्। अब त्यतै जाँदैछु। यति हाम्रो विमान बजार हो। केटाहरू चाहिँ यहाँ अटोभन्दा माथितिर आदर्श होटल छन्, यहीँनिर छन्। प्राइभेसीको कारणले चाहिँ म भिडियो अब देखाउन चाहदिनँ। यो रोड हुँदै हामी जानेछौँ टी टावर। भिडियो हेर्दै गर्नु होला। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कमला खोला हो। यो कमला खोलाको पुल यहाँबाट चाहिँ तपाईको विमानको सिमाना र पारी हाम्रो गाउँको सिमाना जोडिएको छ यो पुलले। अब फेरि हामी यही पुल हुँदै पारी निक्लिने छौं। देख्न सक्नुहुन्छ यहाँ पुल पनि यही छ, झोल्ने पनि यही छ। यहाँ चाहिँ जोस
बजेट परेको ठाउँ हो यो। ट्याक्क लाएर यहाँ सुविधा मात्रै छ। हामी चाहिँ अहिले डाँडाटोल प्रवेश गरिसकेका छौँ। यो चाहिँ हाम्रो डाँडाटोल गाउँको दृश्य हो। यही डाँडाटोल हुँदै हामी दोभान निक्लिँदै टी टावर पुग्ने हो। हरियाली रमाइलो रहेछ यो ठाउँ पनि। रमाइलो छ, गाउँघर जहाँ पनि रमाइलो हुन्छ, देख्न सक्नुहुन्छ। फाइनली हामी हाम्रो डेस्टिनेसन आइसकेका छौँ। साथीहरू चाहिँ अलरेडी आइसकेका छन्। यही हो, अब यहाँबाट हामी टक्क झरेर यो टी टावर जान्छौँ। यो टी टावर जाने ठाउँ हो। हेर्नुहोस्, यहाँबाट चाहिँ हामी टी टावर जानेछौँ। केटाहरू चाहिँ अलरेडी आइसकेका छन् र आइगरी चढिसक्यो होला नि। हामी चाहिँ अब अलि ढिलो भयो, ढिलै हिँडेको थियो हामी, त्यही भएर हामी अलिक ढिलो भयो। देख्न सक्नुहुन्छ म र मेरो साथी गफ गर्दै चिलमा हिँड्दैछौँ। त्यही त हो नि, साथीभाइ भेट भयो बेला रमाइलो हुन्छ, गफ गर्नुपर्छ। यही हो हाम्रो टी टावर चाहिँ। हेर्नु, यस्तो यसो घुम्न मन लागेमा चाहिँ तपाईँहरू टी टावर आउन सक्नुहुन्छ। सिन्धुली जिल्लामा रहेको विमानपारी गाउँ, जुन गाउँलाई दोभान भन्छन्। दोभान भनेपछि हर कोहीले देखाइदिन्छ कहाँबाट जाने हो भनेर। तपाईँहरू विमान आइसकेपछि दोभानको टी टावर कहाँ हो भन्नुभयो भने तपाईँहरूलाई यहाँसम्म जसले पनि भनिदिनुहुन्छ यसरी यहाँबाट जाने भनेर। तपाईँहरू सजिलै आउन सक्नुहुन्छ। ट्याक्क यसको टपमा बसेर हरियाली प्लस नजिकै बगिरहेको चदा खोला हेर्दै रम्न सक्नुहुन्छ। रमाइलो छ। जे होस्, साथीभाइहरूसँग आफन्तहरूलाई लिएर आउन अति जे भयो नि, टाइम पासको लागि रमाइलो ठाउँ छ है। जे होस्, रमाइलो ठाउँ छ। यहाँ देख्न सक्नुहुन्छ मेरा साथीहरू अलरेडी आइसकेका छन्। यहाँ दुईजना आएर हाँसेर मस्त चिलमा बसेका केटाहरू। खानेकुरा यही हो, ट्याक्क ल्याएको हामीले यति नै छ, तिर खान सकिँदैन। यहाँ नुहाइरहेछन् खोलामा त्यसरी।
फाइनली हाम्रो यो ड्राई पिकनिक पनि फिनिस भएको छ रमाइलोको साथ हैन। अब यही हो, रमाइलो भयो, साथीहरूसँग भेट हुन हतपत जुट्दैन, भेटभाट दिन रमाइलो हुन्छ। अब केटाहरू दुईजना फेरि तिनीहरूलाई फेरि हतार भर्दै तिनीहरू चाहिँ अलरेडी फेरि गइसके अगाडि नै। हामी चाहिँ दुईजना जहिले लेट हुन्छौँ, हामी चाहिँ बिस्तारै हिँड्ने भएर धेरै खाइएको थियो, लड्डियो उठ्ने गाह्रो भयो। हामी उठ्दा उठ्दा केटाहरू टाप हिँडिसकेका छौँ। तल पुगेर चाहिँ भने म केटाहरू तल पुगेर बाइक पनि स्टार्ट गरिसकेँ। अब हामी चाहिँ जाँदैछौँ। त्यही हो, सानो मिठो छोटो भिडियो लिएर आएको थिएँ तपाईँहरूको माझमा। हाम्रो अब सानो साथीहरूको भेटघाटको ड्राई पिकनिक पनि सकिएको छ। यदि मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला, साथै कमेन्ट पनि गरिदिनु होला के कस्तो लाग्यो तपाईँहरूलाई। हस् त, धन्यवाद।